खाजा खानुभयो बुझेर खाने नरुनु भयो नरुनु मसँग नि खासै छैन आज व्यापार है यसो खाजा के खानु न यति रहेछ होला आजको व्यापार लिनु न है नरुनु आँखामा आँसु देखेर भयो मसँग छैन नत्र दिनु हुन्थ्यो नरुनु भयो नरुनु भाँडाखाँडा मान्ने काम पाए पनि गर्नुहुन्छ कता बस्नुहुन्छ यता यहीँ गएँ तल गएँ छोरी अनि कति वर्ष भयो त यसरी हिँडेको तपाईँको घर बगाएर लिएर गएपछि म पहिले पनि यहाँ सुन्दाराम होटलमा काम गरेर थिएँ अनि त्यो सुन्दारा काम गर्दा गर्दै घरकै भैँचालो आएपछि अनि बुढीलाई काठमाडौँ गएर बस्नु भनेको दिनभरि कति कमाउनुहुन्छ त्यसरी बोकेर 150-200 चल्छ भाडा कति छ रुमको भाडामा बस्दैन कहिलेका खाना ल्याइदिन्छु नि उड्नेहरू ल्याइदिन्छु के छ हेरेर मैले सकेको गर्छु नि यही धोक्रो बेच्ने अनि यही ए बोरा ओढेर सुत्ने आमा नरुन नरुन है है बा उड्ने सुन्ने के छ खानेहरू के छ बेलुकामा के खानुहुन्छ बेलुका अब गएर दिइहाल्नु बिहानको अलिकति भात छ नरुनु नरुनु भएन बिचरा अथवा कस्तो मसँग भएन कि अहिले मैले भएको दिइहालेँ है है बा होइन 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 बा छोरा मान्छे हो छोरा हो म तपाईँको है म आउँछु नि बेलुका ल खाना लिएर के हुन्छ है त है बा ल राम्रोसँग जानु ल यस्तो भएको 3 दिन भयो 3 दिन भयो कहिले राम्रो चाहिँ नि खुट्टा है ओहो यस्तो भाखा खुट्टा अस्ति काटेको कपाल त पलाइसकेछ त अस्ति कपाल काटेर छोडेको कस्तो चाँडै पलाएको त कति राम्रो देखिनु भयो आहा अनि के छ आराम हुनुहुन्छ आरामै छु बिहान के खानुभयो बिहान यहाँ दुनु र चिया खाएँ हजुर खाना यहीँ खाने यहीँ खाने हो अनि मलाई चिन्नुभयो चिनिन् त नचिने पनि नमस्कार नमस्कार गर्दै हुनुहुन्थ्यो अस्तिसम्म अहिले अलिअलि हान थाल्नु भएको छ है यहाँ तातो भात खानु तातो भात खानु पर्छ त्यही भएर कोही अस्ति बिचरा भोक लाग्यो भन्दै आउनुभयो क्या मेरोमा अहिले तातो भात खानु तार हाँस्या हो मलाई आशीर्वाद दिनुहुन्छ कि दिनुहुन्न भगवान् परमेश्वरी श्री पशुपतिनाथ राम्रो गर्नु हिँडेको ठाउँमा ठेस नहोस् छोरा नै हो म तपाईँको छोरा अब सम्झेर आशीर्वाद दिए हुन्छ फेरि रुनुभयो रुनुहुन्न अब छोरा पाइसक्नु भएको छ किन रुनु नरुनु नरुन 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 ल है बुवा मुख धुनुभयो मुख धुनुभयो मुख धुनु भएको नि क्या के रातो रातो लाग्यो यो मुखमा यो म सुत्ने ठाउँमा छ नि कसले ल्याएर अबिरको बोकै ल्याएर फाल्दैछ त्यो जन्जेल भनी के केसको पार्टी आएर त जन्जेल जन्जेल कि के जेन्जी अबिरको बोकै ल्याएर फाल्छ आफू बुवा जो हाँस्नु थाल्नु भएको है घरिघरि रुनु पनि हुन्छ पीडा सम्बन्धमा है ल हस् ल होइन ठिक छ बस्नुहोस् अनि खाना खाना दिनुभएको तपाईँहरूले खानाहरू दिनुभएको छ है ठिक छ मैले भनेअनुसार नै दिनुभएको छ नि होइन ल ठिक छ तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद भाइ नमस्कार तपाईँलाई पनि है खाली पेट छैन नि अहिले खाली पेट छैन अनि तपाईँको खुट्टामा घाउ भएको भन्ने सुनेको मैले खुट्टा कस्तो भएको है देखाउनु त दारी कपाल त कति चाँडै पलाउँदो रहेछ है उहाँको काटिदिएको सरसासन गरेर गरिदिएको है ओहो खुट्टा ओ माई गॉड हे भगवान् यो त कता छ क्लिनिकमा चाहिँ कि चप्पल किन्नु पर्यो एउटा अनि चप्पल किनेर लाउनु पर्यो किन चप्पल नलाउने चप्पल लाउने यस्तो फ्ल्याट खालको चप्पल किन्नु नि भित्र घुसार्ने खालको तपाईँलाई हिँड्नु पनि सजिलो हुन्छ तुनावाला यो गाह्रो हुन्छ जस्तो छ त्यो छिराउने खालको जुत्ता किन्नु पर्यो के अरे किन्नु पर्छ चप्पल एउटा यता नजिकै क्लिनिक तपाईँलाई हजुरले मैले म त खाना खाएर निक्लेको नि आज त चाहिँ के अरे 42 जना पुगाएर हुनुभएको छ तपाईँ जस्तै 42 जनालाई खाना खुवाएर आएको म अहिले 42 जनालाई ल बुवा ल हिँड्नु हो मेडिकल जाउँ यो गरौँ पहिला होइन चप्पल किनिदिन्छु म एउटा है के बुवा यस्तो मान्छेले दुःख गरेर होइन आफूले गरेर गर्ने हो हेर्नु होइन कस्तो हुन्छ भने दुःख गरेर खाने भन्ने हेर्नु नि होइन म पनि तपाईँको छोरा जस्तै त हो नि यता हेर्नु यता हेर्नु त ल हेर रोएर बुढा गर्नु पर्यो त्यसलाई भन्नु के गर्नु पर्यो यो चाहिँ इन्फेक्सन जस्तै हो फङ्गल जस्तो हो औषधिहरू हुन्छ चाहिँ मलम चाहिँ लाउनुपर्छ एउटा मलम चाहिँ लाउनुपर्छ लगाएर अनि यो पानीमा चाहिँ हिँड्ने काम चाहिँ कम गर्नु पर्यो पानीमै भिजेर यस्तो भएको मैले पानीमा हिँड्ने काम चाहिँ कम गर्नु पर्यो पसिना आइरहनु हुन्छ नि त जुत्ता पनि नलाउनु खुल्लै राख्नु होला चप्पल लाउनु पर्यो एउटा चप्पल किन्नु पर्यो त्यसो अनि यो मलम दिनु अनि यसलाई सफा गर्नुपर्ने होला नि त घाउहरू हेर्नु माथि पोरहरू छ नि त गर्नुपर्ने यहाँ पनि हेर्नु त माथि पनि हानिदिन्छ कसले है यहाँनिर यो त सन्चो भयो यो चाहिँ भिजेको चप्पलहरू चाहिँ नलाउनु होला खुल्ला चप्पल चाहिँ लाउनु सकिन्छ भने एक ठाउँमा बसिरहनु पर्यो एउटा चाहिँ मलम चाहिँ लाउनु अब हिँड्नु भएन दिनभरि जति कमाउँदा म दिन्छु हिँड्ने होइन
बुझ्नुभयो त्यही पसल त्यही पसिरहने कहीँ हिँड्ने होइन कति कमाउँछ दिन्छु म दिनभरि हिँड्ने होइन उपचार निको नहुँदैछ खुट्टा निको नहुँदैछ चप्पल किनेर दिन्छु है सुगर पनि छ हजुरलाई छैन खै के छ चेक गरेर चाहिँ फुल बडी चेकअप गराउला अलिक ठिक भएपछि है यहाँ हुन्छ नि होइन फुल बडी चेकअप गराउनु एउटा दिनले अलिकति माथिदेखि नै सफा गरिदिनु टाइट गर्नु खुट्टा अलिकति है सफा हुँदैछ हेर नहल्लाउनु खुट्टा नहल्लाउनु सफा हुँदैछ चाहिँ हिँड्नु भएन है भयो यसरी तपाईँको खुट्टाहरू पनि स्मेल आउनु थालिसकेको छ फुलेर एउटा चाहिँ भयो यो लगाएपछि अलिकति ऊ होला कि त्यो ब्याक्टेरियाहरू चाहिँ जान्छ कि मलम पनि रेगुलर लगाउनु है मलम चाहिँ अहिले नलाउनु एकछिन नलाउनु अहिले दिउँसोतिर रेगुलर लगाउनु है बेलुका लगाउने ल बिहान बेलुका लगाउने अलिक सन्चो हुन्छ अनि पानीले मनतातो पानीले मनतातो पानीमा सेक्ने है मनतातो पानीमा अलिकति नुन हाल्दा हुन्छ नुन हालेर नुन हाल्नु नहाली मनतातो पानीमा खुट्टा राख्ने है सफा गर्ने अनि यो मलम लाउने है कस्तो खालको लाउनुहुन्छ बा त्यो त हुँदैन त्यस्तो हुन्छ हो त्यो खुट्टामा दुख्ला नि फेरि घाउ हेर्नु न घाउ भएको छ कि खुट्टामा घाउ भएको छ अनि सब जुत्ता लाउनु नमिल्ने भएर कि अलिकति नपिल्सिने खालको सट्ट छिराउने खालको दिनु न पातलो सफ्ट होला हेरौँ त यो नरम होला जस्तै औँलामा दुख्ला नि त फेरि क्यापमा त्यो पै देखाउनु भएको थियो नि घुसार्ने खालको सबै सर्लका घुसार्ने खालको उहाँको साइज कुन हो हेरेर दिनु ल यो हुँदैन यो हुँदैन ठुलो हुन्छ नि भैटाक भैटेर पानी गरेर हिँड्नुपर्छ एक साइज हुन्छ ए हुन्छ खै पछाडि ठ्याक्कै भयो ल त्यो दिनु यो दिनु ल ओभाएर ठिक हुन्छ त्यही त खुट्टा होइन म औषधि लिएर आएको छु खुट्टा बिजोग भएछ कि भयो नि है खुट्टा मिल्यो त्यो राख्नु छ त्यो राख्नु दिदी 10 मिनट फाल्दैन हुन्छ म म जुत्ता ल्याइदिन्छु खुट्टा ठिक भएपछि म जुत्ता ल्याइदिन्छु फेरि कति नम्बर साइज हो यो 6 नम्बरको ल्याइदिनु हुन्छ नि ठिक छ नि चप्पल कम्फर्टेबल भएको छ नि ल बुवा ल म पैसा तिर्छु है त म ठिक भएपछि अरू जुत्ता ल्याइदिन्छु कि राम्रो है म त्यही हो नि म बस्छु आर्थिक अवस्थाले अलिकति त्यस्तै तनाव ठिक छ केही छैन म छु त म गरिहाल्छु नि चप्पल लगाएपछि कस्तो फिल भइरहेछ बुवा तपाईँलाई एकदम अब त अलि हाँसो बढ्दै गएको छ है हाँसो बढ्दै गइरहेको छ है ल जामिन नसिन्नु ल छोरासँग जाम अब कपडा किन्नु पर्यो अलिकति है के छ मलाई कस्तो फिल हुन्छ एकदम गुड फिल बढ्दै गइरहेको छ खुसी बढ्दैछ है उहाँको खुसीको लेभल बढ्दैछ होइन अब हामी गर्दैछौँ उहाँलाई कपडा फेराइदिन्छु एकलट है लगेर कपडाहरू चेन्ज गर्छौँ किन्छौँ हेर्छौँ कस्तो मन पराउनुहुन्छ अहिलेसम्म खुट्टाको ट्रिटमेन्ट र चप्पल भइसक्यो जुत्ताले गर्दा जुत्ता चाहिँ अब अहिले लगाउनु मिल्दैन त्यो भएर हामी 1-2 दिनमा किनिदिन्छौँ फेरि उहाँलाई होइन त्यहाँ अगाडि कपडा छ अरे जाउँ न हिँड्नु न ल आउनु त उहाँलाई मिल्ने खालको कपडा छ के लाउनुहुन्छ तल ट्र्याक सुट दिनु तल माथिको ट्र्याक सुट लाउनु तल माथिको भित्र टी सर्ट अलिक बाक्लो खालको थोरै बाक्लो खालको टी सर्ट आउनु न आउनु कहाँ खै म तानिदिन्छु नि दिदी खै कहाँनिर उहाँलाई मिल्ने साइज छ हेर्नुपर्छ साइज लौरो ल्याउनु त म तानिदिन्छु ताने भने पनि आउने रहेछ नि अरे ल यसमा हेर्नु त कुन मनपर्छ भयो ब्लू साइजको ओइ सरी केही हुँदैन ल कुन साइजको हो उहाँलाई फेरि कोही एक्सलदेखि यो त सोधिनु त कति के छ खुसी हुनुहुन्छ नि एकदम खुसी पसल आउनु न यहाँ ट्र्याकसुट लिने दाइ आउनुपर्छ लाउँदै हुनुहुन्छ है चेक गर्दै हुनुहुन्छ है गर्दै खोलेर लगाउनु भएको हुन्छ त होइन सर्ट पनि अब यो जाडो हुन्छ नि बुढो मान्छेलाई यो पनि अस्ति 3 दिन भयो किनेकै हो नकिनेको त कहाँबाट आउनु नि त्यही छ हिजो मेरो बाजेलाई कसले दिने यो बाजेलाई धन्यवाद धन्यवाद भन्दै हुनुहुन्छ दिदीलाई नि खुसी हुनुहुन्छ खै हाँसेर देखाउनु त ओ हाँस मन पर्यो धन्यवाद गर्दैछु जुत्ता अब खुट्टा ठिक भए जुत्ता ल्याइदिन्छु ल म हुन्छ है त हाँस्नु नै भएन त अहिले त रोगै हुनुहुन्थ्यो 1 हप्तादेखि एकदम खुसी
मलाई 26-27 वर्षभन्दा अगाडिदेखि हजुर अहिलेसम्म कसैले कपडा किनेर दिएको आमा हो र 26-27 वर्षदेखि यता नरुन नरुन हो आमा रुन हाल्नु हो कि मलाई साह्रै माया लाग्छ रोएपछि फेरि नरुन नरुन अनि खुट्टा अलिकति दुख्यो भने तातो पानीमा डुबाउनु ल हिँड्दा गर्दा अनि ठिक खुट्टा ठिक जुत्ता ल्याइदिन्छु म राम्रो खालको नरम खालको हुन्छ नि अलिकति टेकमा लचक लचक मिल्ने खालको जुत्ता किनेर ल्याइदिन्छु है हुन्छ फाटेको हाफ प्यान्ट लाएर स्कुल पढ्यो तपाईँ हो र बुवा हाँस्दै हाँस्नु ल कुनै पनि कुरा काम छ नि ठुलो सानो हुँदैन हजुर मान्छेले कार लिएर आउँछन् टोइलेट छोडेर हिँड्छन् हिँड्छन् अनि सडक नुहाइधुवाइ गरेपछि जस्तोको तस्तै मान्छेको काम सान काम सानो कहिले हुँदैन काम गरेन भने मामा आउँदैन मामाबाट पनि ज्यान बाँच्दैन बुवाको हाँसो बढ्दैछ बुवा हजुर खुसी हुनुहुन्छ नि हजुर अब भात खानु अब खाना खाने भोक लाग्यो अनि त्यो पानीमा चाहिँ नहिँड्नु ल हस् खुट्टा निकाल्नु हुँदैन पानीमा चाहिँ नहिँड्नु हुन्छ नि भनेको मान्नुहुन्छ नि हस् है बस्ने ट्याक्क त्यहीँ बस्ने है के खर्च हुन्छ छोराले बिगार्छ है ल हिँड्नु हाम्रो बा यहाँ खाना खान लाउँदै हुनुहुन्छ बा खाना मिठो छ एकदम मिठो छ बेसरी मासु पनि खाने कि मासु पाके खाइदिए मासु पनि हालिदिनु कति खानुहुन्छ झोल मात्रै राख्नु मासुको चौटो नखाने किन दाँत छैन यता हेर्नु त दाँत छैन खाइ अन्त मासु ल मासु भात त्यहाँको ग्रेभी होइन चट्ट हँसिलो अनुहारमा यति भए पुग्छ खानु ल्याम्मा पेटभरि खानु मजाले जति सक्नुहुन्छ खानु होइन खाना खाइसकेपछि हुन्छ नि खुसी हुनुहुन्छ नि खुसी हुनुहुन्छ है त्यो औषधि चाहिँ लाउनु है डक्टरले भने अनुसार पानीले सेक्नु औषधिहरू लाउनु जसरी पनि है इटिङ राइस हेलो सर यु हेभ इटिङ राइस यु आर इटिङ राइस हेलो सर वेयर फ्रम भन्नु त हेलो सर वेयर फ्रम अङ्ग्रेजी पनि आउँदो रहेछ उहाँलाई त अच्छा पऱ्यो मल्टी ट्यालेन्ट भयो यार राम्रो मान्छे खाना खानु कतिजना पलाउँदो रहेछ हौ कपाल त काटेको है अस्ति काट्दै त्यो 3 दिनमा है खाना त मजाले खाना खुवाइरहनु भएको छ यहाँ मजाले हामीले यहीँ भनिरहेको छौँ खाना मजाले खाइरहनु भएको छ मजाले बस्नु कहीँ नजानु होइन कमाउने पैसा म तिमीलाई बरु सर नमस्कार नमस्कार म टिम नेपालबाट बोल्दैछु हजुरले हिजो म बस्नेजीको आफन्त भनेर नम्बर दिनुभएको थियो नि त्यही भएर मैले हजुरलाई कल गरेको सर अनि के छ उहाँले चाहिँ तपाईँको छोराहरू चिन्छु भन्नुभएको थियो अनि के छ उहाँलाई के गर्न सकिन्छ होला त ए हजुरहरूले लिएर जाने कुरो छ ए कहिले आउनुहुन्छ तपाईँहरू चितलाङ हुनुहुन्छ उहाँको छोरा अनि उहाँहरूको परिवारमा को हुनुहुन्छ र सर श्रीमती कता हुनुहुन्छ अहिले गाउँ भनेको मेलङ्गीमा हुनुहुन्छ कि सिन्धुपाल्चोक उहाँको भने अनुसार त सिन्धुपाल्चोक हुनुहुन्छ भन्ने कुरा सुने मैले म बिहान गएको थिएँ खाना दिन भनेर एकजना बुवाले दिइसक्नु भएछ होइन मलाई पनि थाहा थिएन के कस्तो भनेर तपाईँले भनेपछि तपाईँ कन्ट्याक्टमा आउनुभयो नि त अनि मलाई एकदम खुसी पनि लाग्यो तपाईँले गर्नुभयो हामीलाई हेल्प गर्नुभयो होइन मलाई के सक्नुहुन्छ भने उहाँको छोरासँग कन्ट्याक्ट गरिदिनु होला होइन अथवा चाहिँ के कसो हो सबै कुराहरू गरिदिनु भने सजिलो हुन्थ्यो उहाँसँग फेरि फोन छैन कि बिचरा पानी ए हुन्छ नभए पनि मलाई फोन गर्न लाउनु भए पनि हुन्छ अथवा ब्यालेन्स छैन भने मिस कल हान्न लाउनु भयो नि हुन्छ है त किनभने है थ्याङ्क यू तपाईँलाई धेरै धेरै धन्यवाद हाम्रो तर्फबाट है हजुर हस् हामीले उहाँको आफन्तसँग कुरा गरिसकेका छौँ र उहाँहरूको छोरा समक्ष पुग्ने कोसिस गरिसकेका छौँ के हुन्छ उहाँहरूसँग बसेर हामी हाम्रो अफिसमा उहाँलाई बोलाएर होइन के गर्न सकिन्छ उहाँलाई वा उहाँहरूको छोराहरूको जिम्मा लगाउने हो अथवा केही काममा लगाउने हो यही नै राम्रोसँग अथवा उहाँलाई चाहिँ के गर्ने हो त गाउँ पठाउने कि अथवा यही नै केही गर्ने भन्ने कुरा चाहिँ हामीले चाहिँ गर्छौँ र उहाँहरूको छोराको पनि कुरा बुझ्छौँ घरको अवस्था के छ कसो छ पठाएर मात्रै होइन खानेकुराहरू के छ हरेक कुराहरू हेर्छौँ त्यस कारण तपाईँहरूले चाहिँ उहाँहरूको छोराहरूसँग कुरा नहुँदासम्म के गर्छु त मैले भन्ने कुरा चाहिँ अब हाम्रो हातमा आइसकेपछि हामीले हामी मिलेर के गर्न सकिन्छ भन्ने कुरामा हामी एकदम सोच विचार गरेर एकदम दीर्घकालीन एकछिनको लागि देखाउनको लागि मात्रै होइन कि एकदम लङ लास्टिङ प्रब्लम कसरी सल्भ हुन्छ भन्ने कुरा गर्छौँ त्यस कारण केही क्षण प्रतीक्षा गर्नुपर्ने हुन्छ है त धन्यवाद चिन्नुहुन्छ कान्छो छोरा भेटाइदिएँ है मैले के भन्नुहुन्छ त मलाई गाली गर्नुहुन्छ अब गाली गर्नुहुन्छ नि गर्नु मन छ भने किन गाली म को हो त अलि चिटी छ
अलि चिन्नु म कुन चाहिँ छोरो नरुन नरुन राजेन्द्र बस्नेत होइन छोराको नाम हिमाल जाम बस्ने हिमाल बस्नेत तपाईँ हिमाल बस्नेत है तपाईँको बुवा है छोराको मिलन चाहिँ गरिदिइसकेका छौ होइन हामीले मिलन गराइदिइसकेका छौँ तपाईँ घर जाने होइन बा घर लाने होइन बाबु अब बाबालाई यसरी हिँड्न दिनु भएन केयर गर्नु पऱ्यो है घरमै राख्नु पऱ्यो है अब तपाईँहरूले पनि अन्यथा नलिदिनु होला उहाँहरूले चाहिँ उहाँ घरबाट निक्लेर हिँड्नु भएको रहेछ उहाँहरूले केयर नगरेर भन्दा पनि उहाँ आफ्नो कारणले व्यक्तिगत कारणले हिँड्नु भएको रहेछ तपाईँहरूले यसलाई अन्यथा नलिकन गर्नु होला बुवा अब तपाईँ घर जानु राम्रोसँग बस्नु राम्रो भएपछि मलाई भेट्न आउनु म भेट्न आउँछु महिनामा होइन घरमा के अप्ठ्यारो भयो खानेकुरा भएन मलाई भन्नु म गरिदिन्छु होइन पठाइदिन्छु यहाँबाट तपाईँको मिलन चाहिँ भनेको टाढा छैन गाडीमा हाल्ने उनी जान्छ बोकेर चाहिँ आउनु पऱ्यो लिन चाहिँ आउनु पऱ्यो है फेरि घरमै जान्छ नि घरमै जान्छ है ल अब घर जाने आरामले बस्ने राम्रो हुने राम्रो भएर म भेट्न आउँछु एक महिनापछि भेट्न आउँदाखेरि मिलन चाहिँ भेट्ने भयो खाना खाने गरेर आउँछ सबै घरमा बुवा अहिले चाहिँ धेरै भएन मसँग नि मसँग यति पैसा बाँकी रहेछ त्यो पैसा लिनु बाटो खर्च है बाटो खर्च लिनु होइन राम्रोसँग घर जानु होला राम्रोसँग बस्नु होला बाबुलाई दिनु पऱ्यो तपाईँले खसाल्नु होला बाबुलाई दिनु होइन त्यो पैसा बाबुले राख्नुहुन्छ लगेर राम्रोसँग घर है बाबु है ल हुन्छ ल हस् तपाईँहरूलाई पनि धन्यवाद अनि छुट्याउनै नहुने कुरा भनेको चाहिँ उहाँहरूले चाहिँ एकदम गर्नुभएको छ तपाईँहरूले पनि खाना पाउनुभयो मैले भनेर तपाईँहरूलाई पनि धन्यवाद है दिदी हस् यस्तो पऱ्यो भने फेरि सम्झिन्छु म मेरो घर दोलखा जिल्ला बिगो गाउँ पालिका वडा नम्बर 7 म अर्जुन सुवेदी मेलम्चीको मेरो राजेन्द्र बस्ने दाइहरूले एकदम मिहिनेत र माया गर्नु परोस् हामीले अब यसरी बाटोमा यस्तो बिहाली भएर हेरेको छोराहरूको अगाडि हामी देख्नु नपरोस् होइन त हजुरहरूले पनि मजाले भ्युज हेरेर सेयर गरेर सपोर्ट गरिदिनु भएर उहाँको छोरासम्म पुग्ने बाटोमा सिर्जना गरिदिनु यहाँहरूलाई पनि धेरै धन्यवाद नमस्कार तपाईँले महिनामा एकचोटि भेट्न आउँछु हेर्नु तपाईँ पनि तपाईँको छोरा तिनजना भने पनि म पनि एउटा छोरा म आउँदा घरमा हुनु पर्यो तपाईँ राम्रो अवस्था हुनु पर्यो राम्रोसँग खाएको हुनु पर्यो राम्रोसँग बसेको हुनु पर्यो म कपडा सपडा बरु चाहिन्छ तपाईँलाई भने मलाई भन्नु फोन नम्बर लिनु म लिएर आउँछु होइन तपाईँलाई कपडा अब केही कुरा खानु मन लाग्छ जस्तै मासु चाहियो चामल भएन घरमा खाने भने भन्नु म चामल पठाइदिन्छु बरु महिना पछि चामलहरू पठाइदिन्छु जुन तेल चाहियो भने भन्नु पठाइदिन्छु तपाईँ यसरी हिँडेको देख्न नसकेर हो कि बुझ्नु पनि नेपालै छिमेकी हो कि नेपालले एउटा देश हो यो नेपालले हामी छिमेकी हो हामी पनि मेरो भाइ भयो तपाईँलाई राम्रोसँग बसेर घरमा बस्न सक्नुहुन्छ वातावरण भयो होइन भने बस्नु यसरी नहिँड्नु मेरो रिक्वेस्ट घरमा बरु घरमा एक साथ खाएको र बाहिर दुई साथ खाएको घरमा एक साथ खाएकोले जित्छ तर हुनुहुन्छ उहाँले के भन्नुहुन्छ उहाँको कुरा सुन्नु किनभने उहाँले तपाईँलाई धेरै माया गर्नुहुन्छ